कत्ते टाकी झिंगनी है बाड़ी में से लटकल है तो लटकल है उत करेला और ये तो जैसे से कत्ते बड़का टाके की झिंगनी है। आज फेरि हामी हार्वेस्टिङ को लागि आएको छु र हेर्नुस् कति ठुल्ठुलो झिंगनी छ यो हातको यहाँ पनि हेर्नुस् यी यत्रो झिंगनी छ जसको म हार्वेस्टिङ गर्न गइरहेको छु। हाम्रो बारीमा झिंगनी र यो घिरौलाको झगडा भइरहेछ कि को ठुलो हुनु हेर्नु त। ए म हार्वेस्टिङ गर्दैछु हेर्नु त यो कति ठुलो छ हेर्नुस् मेरो हातभन्दा पनि ठुलो छ देखिन्छ हातभन्दा नि ठुलो। ए र यहाँ छ घिरौला यो घिरौला भन्छ म पनि तिनभन्दा कम छैन। अब म्याडमले भन्नुभयो तरकारी घिरौला र झिंगनी मिलाएर आजको तरकारी हुन्छ। र अर्को घिरौला पनि यहाँ फल्नु भएको छ यसको पनि मैले हार्वेस्टिङ गरेँ। बस हामी तीनजनाको परिवारलाई यसले पुगिहाल्छ भोलि फेरि अर्को गरौँला। ओके बाई। कति ठुलो के हो बाबु यो घेरौला घिरौला होइन झिंगनी हो। घिरौला कहाँ छ घिरौला चिन्छौ तिमी ल र त आजभोलिको बच्चाहरू त घिरौला पनि चिन्दैन। ल घिरौला देखाउ त कत्रो छ घेरौला एउटा वन एउटा टुक चुटी लागेको छ यसमा। हो वाउ तिमी ह्याप्पी छौ त? ह्याप्पी छु।